सय सैलुङ सय थुमुका आएको जो बनाना उमुका उकाली बाटो ठारै छ उकाली बाटो ठारै छ मैजाला भेट्नु गाह्रै छ मैजाला भेट्नु गाह्रै छ। मनकुमार दाईको मिठो भाकासँगै सैलुङको चिसो हावा मनोरम दृश्य हेर्दै जो कोहीलाई मन लोभ्याउने प्रकृतिको उपहार कुनै विख्यात कलाकारले क्यानभासमा कोरेको रङ्गीन चित्र जस्तो देखिने सैलुङ पुग्दा स्वरको एउटा टुक्रा धरतीमा खसे जस्तो अनुभव भयो मलाई। बाटोमा कठिन यात्रापछि मन भारी भएको सैलुङ आउँदा भने मन निकै आनन्द र शान्त भयो। आउनुहोस् आज म तपाईँलाई सैलुङका बारेमा विस्तृत रूपमा जानकारी गराउनेछु। सैलुङ के हो, किन भनिएको र यहाँको मनोरम दृश्य कस्तो छ यसका बारेमा पनि हामी जान्नेछौँ। जानकारी ब्लगको नयाँ एपिसोडमा यहाँलाई हार्दिक स्वागत गर्दछु। म हुँ रामप्रसाद न्यौपाने। अहिले म दोलालघाट बजार आइपुगेको छु। यो काभ्रेपलाञ्चोक जिल्लामा पर्छ। दोलालघाट बजार निकै सुन्दर छ। प्राकृतिक दृष्टिकोणले पनि यसको महत्त्व निकै रहेको छ। हामीले देख्न सक्छौँ यतातिरबाट सुनकोशी नदी बगेर आएको छ भने यताबाट आएको यो हो इन्द्रावती नदी। यो दुईटाको सङ्गम स्थल रहेको यो पवित्र धार्मिक स्थलको रूपमा पनि चिनिने दोलालघाट बजार तपाईँले यो तल देख्न सक्नुहुन्छ। यो हो दोलालघाट पुल। काठमाडौँबाट आउँदै गर्दा काभ्रेपलाञ्चोकको 0 किलोबाट 10 किलोमिटर अगाडि बढेपछि यो दोलालघाट बजार आइन्छ। दोलालघाट बजारबाट यतापट्टि माथि गयो भने सिन्धुपाल्चोक जिल्ला आउँछ भने पारिपट्टि कोसीपारी भुम्लो गाउँपालिका हुँदै हामी भने काभ्रेपलाञ्चोक जिल्ला पुग्छौँ। अहिले म यहाँ आइरहेको छु। यहाँको दृश्य निकै सुन्दर छ। मैले यो ड्रोन उडाउँदै गर्दा यहाँका स्कुले भाइ बहिनीहरू आए। यहाँ भाइहरू आएर यो ड्रोन हेरेर रमाउँदैछन्। ल म यी भाइहरूसँग केही कुरा पनि गर्नेछु किनभने मेरा साथीहरू सबै पछाडि आउँदै हुनुहुन्छ। मेरो नाम अशोक तामाङ हो। मेरो आफू टारिङ हो। कति कक्षा पढ्छौ? कति दिवानमा। ए ल निकेश कति कक्षा पढ्ने? 2 मा कक्षा हो। 2 कक्षा पढ्ने हो। र यो भाइहरूको स्कुलको नाम के रे? कहाँ छ स्कुल? स्कुल कहाँ छ? ऊ त्यहाँ छ। ए ल राम्रोसँग पढ्नुपर्छ है। छाडा बोल्नु हुँदैन है। स्टुडेन्टले छाडा बोल्नु हुँदैन। एकदम राम्रो बोल्नुपर्छ। यी साना स्कुले भाइहरूसँग कुरा गर्दा मलाई निकै खुसी पनि लाग्यो। विगतका स्कुल जाँदाका यादहरू पनि यी भाइहरूले दिला। तर एउटै गुनासो थियो भाइहरूको, अर्को भाइले चाहिँ एकदमै छाडा बोल्छ रे। बाटोका रमणीय दृश्य अवलोकन गर्दै हामी भने बलेफीमा आइपुगेका छौँ। अहिले खाडीचौर बजार आइपुग्यो। अब हामी यो अरनिको राजमार्ग भएर 12 बिसे तातोपानी जाँदैनौँ। हाम्रो भोलिको यात्रा हुनेछ। अहिले भने हामी यो दोलखा जिरीको सडक यो बेली ब्रिज तरेर हामी भने सैलुङतिर यात्रा तय गर्नेछौँ। यो हो यहाँको व्यापारिक केन्द्र खाडीचौर बजार। सुनकोशी गाउँपालिका वार्ड नम्बर 6 पाटीडाँडा आइपुगिएछ। अहिले यहाँको दृश्य पनि निकै सुन्दर रहे। वारिपारी हरिया डाँडा पाखा र तल बगेको सुनकोशीले यो पाटीडाँडालाई छुट्टै खालको पहिचान दिएको रहेछ। अब भने हाम्रो यात्रा अगाडिको हुनेछ। सुनकोशीका सुन्दर बस्तीहरू र यहाँको प्रकृति निहाल्दै हाम्रो यात्रा भने जारी नै रह्यो। सुनकोशी गाउँपालिकाको सुन्दरताले मनलाई आनन्द दिइरहेको थियो। मौसमले भने झनै चुनौती दिइरहेको थियो। घरि पानी पर्ने, घरि खुल्ने र आकाशभरि
म अहिले लिसङको पहाड गाउँपालिका वार्ड नम्बर 5मा रहेको यो जेठल स्वास्थ्य चौकीमा आइपुगेको छु। यहाँ एउटा कार्यक्रम हुँदै रहेछ। महिला स्वास्थ्य स्वयंसेविकाको अनुभव आदान प्रदान। सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङपाल गाउँपालिकाका सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविका र लिसङको पहाड गाउँपालिका वार्ड नम्बर 5 सिनियर जानु भने अलिक सजिलो हुन्छ। कुनै ठाउँमा यसो हामी पनि यसो धेरैजनालाई चिन्दा अलिकति गाह्रो हुने भएको भएर त्यति ठाउँमै त्यही 5 पोखरीतिर आउँदाखेरि चाहिँ हजुरसँग एउटा फेरि घरमा प्रोग्राम गर्ने मौका दियोस् भन्ने कुरा राख्दै मबाटै सैलुङ जानलाई आएको मुडेमा आइसकेपछि त निकै मौसमले ठ्याक्कै छोपिहाल्यो त। कुहिरो र हुस्सीले गर्दा केही नै देखिएको छैन, तर पनि सैलुङ गरेर रमाइलो गर्ने योजना त छ। मुडेमा अहिले बिहानको खाना ठ्याक्कै 2 बजीतिर खाने कुरा पो भयो। सिन्धुपाल्चोक र दोलखा जिल्लाको सिमानामा रहेको यो मुडे बजार भने सिन्धुपाल्चोक जिल्लामा पर्छ। मुडे भन्ने बित्तिकै हामीलाई एउटा कुरो भने पक्कै पनि दिमागमा आउने गर्छ, आलु। मुडेको आलुले निकै चर्चा कमाएको छ नेपालभरि। राजधानीमा निकासी हुने मुडेको आलुको निकै बजार भाउ पनि छ। आज हामी यही मुडेमा बसेर आलु उसिनेर खाने पनि योजना छ। आज खाजा खान्छौँ र खाजा खाइसकेपछि हामी दोलखाको जिरी नगएर हामी आज भने सैलुङ जानेछौँ। सैलुङ घुमघामपछि हामी भोलि फर्केर आएर दोलखाको जिरी कालिन्चोक घुमेर मात्रै फर्किनेछौँ। मौसम निकै बदली भएर यहाँ पानी पनि पर्न लागिरहेको छ। पहाडका चुचुरामाथि निलो आकाशलाई ढपक्कै ढाकेको बादल कलाकारले क्यानभासमा कोरेको चित्र जस्तो देखिने यो सेतो बादलको चित्र, यी सेता बादलका आकृतिसँग साइनो गाँच्दै हाम्रो गाडी भने अगाडि हिँडिरह्यो। आलुका बिरुवाले ढपक्कै ढाकेका डाँडाका छेउछाउमा बसेका यी रमाइला बस्तीहरूले भने हाम्रो मन आनन्द दिइरहेको थियो। रमाउँदै गाउँदै हामी हिँडिरहेका थियौँ सैलुङको प्रतीक्षामा। तर एक्कासी बाटोमा हाम्रो गाडी भने रोकियो। सिमसिमे परिरहेको झरीले बाटो भने बिगारेको रहेछ। गाडीले धेरै प्रयास गर्दा पनि त्यो बाटोमा गाडी चढ्न सकेन। हामीले भने गाडी चढाउनलाई दायाँ बायाँ सडकमा रहेका ढुङ्गा माटोहरूले त्यहाँ रहेका खाल्टोहरूलाई पुर्यौँ। धेरै प्रयासपछि हाम्रो गाडी भने त्यो बाटो कड्न सफल भयो। चढिरहेको छैन, अन्यत्र बाटो धेरै गाह्रो नभए पनि यो एरियामा भने बाटो निकै गाह्रो रहेछ। किनभने यहाँ पहिला सोलिङ गरिएको रहेछ।
सोलिङका ती ढुङ्गाहरू गाडीको टायरले उक्काइसकेपछि यहाँ खाल्टो परेको रहेछ। निकै चिप्लो बाटो र अलिकता पानी पर्यो भने पनि यो गाडीको चक्का स्लिप हुने रहेछ, जसका कारणले गर्दा उकालोमा गाडी भने चढ्न निकै मुस्किल पर्ने रहेछ। त्यसैले यो क्षेत्रको बाटो भने सुधार गर्नुपर्ने देखियो। हाम्रो गाडी पनि बारम्बार चढ्ने प्रयास त गर्यो, तर धेरैचोटि असफल भयो र हामीले अर्को गाडीको गुरुलाई चेन्ज गराएर त्यो गाडीमा राखिसकेपछि ती गुरु भने अलि निडरै भएको कारणले गर्दा गाडीलाई एक झड्कामा चाहिँ यो बाटो चाहिँ पार गरायो। म अहिले सैलुङ जाने मुख्य यो ठाउँमा आइपुगेको छु। हाम्रो बास भने आज यही ठाउँमा हुन्छ। यो ठाउँको नाम चाहिँ कालापानी बजार रहेछ। योभन्दा माथि बजार छैन। यहाँ योभन्दा माथि करिब 1 घन्टा हिँड्यो भने सैलुङ चाहिँ आउँछ। अलि धेरै हिँड्नेले 1 घन्टा लाउँछ भने अलि बिस्तारै हिँड्नेले चाहिँ 2 घन्टा जति लाउँछ अरे यहाँबाट सैलुङ पुग्न। आज हामी यही हो। निकै जाडो रहेछ यो सैलुङ बजार। यो कालापानी बजारमा पुगेपछि हामी यो सैलुङको यात्रा गर्दैछौँ यसको माथिपट्टि। यहाँबाट करिब 1 घन्टा हिँडेपछि सैलुङ बजार आउँछ अरे। यसको टपमा माथि हेर्नुहुन्छ त्यो चाहिँ सैलुङ बजार हो। यति जाडो छ कि हावा पनि निकै चलिरहेको छ। 1 घन्टा लाग्छ अरे। यो केही छिनपछि यो ग्रेट वाल पनि आउँछ यो माथि। ग्रेट वाल चढिसकेपछि हामी मात्रै सैलुङको टाकुराहरू, सैलुङको 100 टाकुराहरूको समूहलाई सैलुङ भनिन्छ। यो सैलुङ गाउँपालिकामा पर्ने रहेछ। दृश्य चाहिँ निकै एकदम रमाइलो छ र अघि धेरै पानी परिरहेको भए पनि अहिले निकै खुलेको छ। यहाँको वातावरण एकदम अलिकति क्लियर छ। अब हामी केही बेर सायद सैलुङमा पुग्छौँ र त्यहाँको दृश्य चाहिँ म एकदम A1 फ्यान्टास्टिक तरिकाले तपाईँलाई देखाउँछु। सैलुङ टाकुराहरूमा जाने यो अन्तिम सानो सानो पसलहरू रहेछ। यो सानो सानो पसल यहाँ ल्याएर गाडीहरू अन्तिममा यहाँ रोकिँदो रहेछ। यहाँ रोकिसकेपछि मात्रै हामी अब यो मेन गेट चाहिँ यहाँ सुरु हुन्छ। केही बेर यो तलको सैलुङ बजार कालापानी बजारबाट 10 मिनट माथि हिँडेपछि यो ग्रेट वाल आउँछ। यो सिडीहरू आउँछ, त्यहाँबाट चाहिँ हामी माथि सैलुङ टाकुरामा जान्छौँ। निकै आकर्षक मुख्य यो हामी ग्रेट वालमा आइपुगेका छौँ। यो द्वार चाहिँ हामीले इन्ट्री गरिसकेपछि माथि सैलुङ लाग्छ। यहाँबाट तपाईँले सिडी देख्नुभयो नि, यो सिडी चढेर हामी माथि जान्छौँ। म पनि पहिलोचोटि आएको, फर्स्ट टाइम आएको यो ठाउँमा। जाडो चाहिँ निकै छ। तपाईँहरू आउँदाखेरि यहाँ अलिकति बाक्लो कपडा लाएर आउनु होला। अघि चाहिँ निकै पानी परेर हुस्सो लागिरहेको थियो, आज खुल्दैन कि भन्ने लागिरहेको थियो, तर अहिले पुरै घाम लागेको छ, छर्लङ्गै खुलेको छ। यहाँको मौसम पनि छिनछिनमा चेन्ज भइरहने रहेछ। अब के हुन्छ त यो सैलुङमा गएर के रहेछ त यहाँको दृश्य तपाईँलाई म पूर्ण देखाउने छु। तपाईँले यो भिडियो चाहिँ हेर्दै गर्नुहोस्। जानकारी भ्लग लाइक सब्सक्राइब चाहिँ गर्दै गर्नु होला है। सैलुङ प्रवेश गर्ने यो मुख्य द्वारमा एउटा सूचना लेखिएको छ। सैलुङ यात्रा गर्दाखेरि के लान पाइन्छ र के लान निषेध गरिएको छ भन्ने कुरा तपाईँले यो बोर्डमा देख्न सक्नुहुन्छ। र हाम्रो अब सैलुङको यात्रा हुँदैछ माथि। 100वटा टाकुराहरूको समूह सैलुङमा हामी जाँदैछौँ। उकालो हिँड्दा स्यास्या पत्ता भइरह, तर यहाँ सबै साथीहरू पनि छन्। यतापट्टि यो सबै हाम्रो टोली हो। सैलुङ यात्रा, सैलुङ हेर्ने टोली सबै। यहाँबाट भने अर्को निकै रोचक प्रसङ्ग देखिने रहेछ। तपाईँले पारिपट्टि देख्नुभयो भने सिधा पारिपट्टि दोलखा जिल्लाको सदरमुकाम चरीकोट छ र चरीकोटको अलि तलपट्टि तपाईँले दोलखा भीमसेन थान देख्नुहुन्छ यहाँबाट पनि। र अर्को मुख्य कुरा त के छ भने कालिन्चोक केवलकार र कालिन्चोक मन्दिर पनि तपाईँले यहाँबाट सिधा पारिपट्टि देख्न सक्नुहुन्छ। यहाँसम्म चाहिँ ढुङ्गाको सिडी बनाइएको रहेछ, यो वाल बनाइएको रहेछ, ग्रेट वाल। अब यहाँबाट फेरि तल सैलुङ बजार कालापानी बजारबाट 1 घन्टा लाग्छ भनेको थियो। अब अहिले यहाँ आइपुग्दाखेरि 20 मिनट जति गएको छ। कति हुन्छ हेरौँ यो सैलुङ डाँडा जानलाई। त्यहाँ पुगिसकेपछि म त्यहाँको सम्पूर्ण जानकारी चाहिँ दिन्छु। म सैलुङ के हो, किन त्यहाँ सैलुङ नामाकरण गरिएको हो भन्ने विषयमा यो सम्पूर्ण डिटेल रूपमा म तपाईँले यो भिडियो। यहाँनिर आइसकेपछि 2टा बाटो रहेछ। यतापट्टि माथि गुफा यहाँ जाने, सैलुङ जाँदाखेरि हामी अझै हाइट जान्छौँ माथि। ल अरुण सर पनि आएछन्।
बाटोमा सैलुङको थुम्काहरू भेटिसकेपछि यहाँ भीमसेन तरवार भन्ने लेखेको छ। भीमसेन तरवार राखेको ठाउँ हामी एकैछिनमा हेर्छौँ भित्र के रहेछ। यहाँभित्र छ, यहाँ चाहिँ राखिएको जस्तो यहाँ रहेछ। यसलाई चाहिँ हामी तरवार जस्तो मान्दो रहेछौँ। यो चाहिँ तरवार रहेछ, सेम तरवार आकारको। बाटोमा हिँड्दै गर्दा कसैले हिँड्न नसकेपछि घोडामाथि चढाएर सैलुङ पुर्याउने एकजना दाजु भेटिनुभयो। उहाँको कुरा सुनौ। मनकमल श्रेष्ठ, घर कहाँ हजुरको? घर मेले दुधपोखरी गाविस 1। ए दाइको घोडा व्यवसाय रहेछ के चाहिँ? घोडा व्यवसाय यहाँ दर्ता गर्नुपर्छ कि यतिकै हजुरले चलाउनुहुन्छ? दर्ता गर्नुपर्छ। पर्छ है। भनेपछि कहाँबाट घोडा तपाईँले यहाँसम्म सवारी गर्नुहुन्छ? यो दुधपोखरी गाविस वार्ड नम्बर 1 मेलेदेखि सवारी गर्छ। मेलेदेखि यसरी गर्दाखेरि तपाईँ दिनभरि कमाइ कति हुन्छ? कहिले 3-4 हजार भइन्छ, कहिले 2000 3000 त्यहाँबाट यसलाई कालपानीबाट ल्याएको 1500, लगेको 1000 आउ जम्मा 2500 आउ मात्रै भयो भने 1500। सहिले त तपाईँले टिकटक बनाउने भिडियो घोडासँग खिच्ने त्यसको चाहिँ पैसा कति 100 रुपियाँ एकजना बराबर 100 रुपियाँ। त्यस व्यवसाय राम्रै चलिरहेको छ? राम्रै चलिरहेको छ। ए अनि जो चाहिँ मान्छे कति आउँछ दिनमा? दिनमा मान्छे 1000-2000 त्यस्तोसम्म नै आइन्छ। अरू यस्तो घोडा व्यवसायहरू छ कि? घोडा व्यवस्था छ है। 5 घोडा छ। पसल पनि तपाईँहरूको हो? यो मेरै भतिजको। ए भतिजको। भनेपछि यो सामान कहाँबाट उयो यो सामान कालपानीदेखि हो। यहाँ चिया खाएको जस्तो बिस्कुटहरू चियाको कति पर्छ यहाँ? चियाको 30 रुपियाँ। 30 रुपियाँ पर्छ भनेपछि बिस्कुट पनि 30 रुपियाँ। यो सैलुङको बारेमा केही थाहा छ तपाईँले? के भनिदिनु न, केही अब जस्तै सैलुङ किन? सैलुङ त यो 100 थुङ्गा भनेर 100 सैलुङ होइन। हजुर। अनि सैलुङ भनेको होइन। अनि यहाँनिर अब महादेव थान पनि छ होइन। महादेव यो मुनि छ होइन। अनि माथि छेर्देन भयो, अनि गुफा भयो, के अरे त्यहाँ हो छेर्देन, अनि भ्यू टावर, अनि सेती देवी होइन। त्यहाँबाट फेरि पृथ्वीको नैटो, अनि त्यो कता पर्छ? यो माथि शिरमा पर्छ। यो शिरमै? यो बिचमा पर्छ। अनि त्यहाँबाट औतारी पहिलो, अनि शिवलिङ्ग होइन। अनि त्यहाँबाट भीमसेन तरवार टन्नै छ यहाँ देवी देवता। यो पारिपट्टिको हिमालहरू कुन थाहा छ? यो पारिपट्टिको हिमाल एउटा गौरी शङ्कर, एउटा जसुबारी, एउटा गणेश हिमाल, एउटा पाथिबाट हिमाल देख्छ। अरू चाहिँ त्यति देखिँदैन यहाँ। ल दाइसँग आज भेटेर एकदम खुसी लाग्यो। एकदम व्यवसाय दाइको एकदम फलिफलोस्। यहाँ आउनेहरूले धेरै नै चढुन्, किनभने तपाईँहरू एकदम मेहनत गर्नुहुन्छ, व्यवसाय गर्नुहुन्छ। त्यसको लागि हिँड्न नसक्नेहरूलाई सेवा गर्नुहुन्छ नि, एकदम सेवा नै गर्नु। पैसा भन्ने कुरा ठुला हो। तपाईँले अब हिँड्न नसकेर आएर सेवा गरिदिनु भनेको धेरै राम्रो हो। सय सैलुङ सय थुमुका आएको जो बनाना उमुका उकाली बाटो ठारै छ, उकाली बाटो ठारै छ, मैजाला भेट्नु गाह्रै छ, मैजाला भेट्नु गाह्रै छ। एकदम सुन्दर गाउँदो हुँदो रहेछ नि त दाइको, एकदम राम्रो छ है। 220 को एउटा हो। हजुर। अनि त्यो घिउको? ए हजुर 1000 रुपियाँ। दाइको शुभ नाम के हो? साङदोर्जे तामाङ। हजुरहरूले दिनभरि यहाँ थाप्ने अनि बेलुका उल्टी घर लैजाने? बेलुका घरै लानुपर्छ। कतिको व्यापार हुन्छ? व्यापार त्यस्तै 5-6 हजार 4-5 हजार गर्नुहुन्छ है? हजुर। मान्छेहरू त्यो कति टन्नै आउँछन्? मान्छेहरू त आउँछ सर, आउँछ। हिजो पनि टन्नै थियो। हजुरको कता घर कता हो? घर यहाँ कालोपानी बजारभन्दा अलिक तलतिर छ। कालोपानी के ठाउँ के हुन्छ हजुर? हाम्रो घरलाई कालोपानी नै बोल्छ। कालोपानी नै? कालोपानी बजार चाहिँ माथि यो एउटाको कसरी? यसको 130 रुपियाँ सर। 130 रुपियाँ। घिउको बट्टाको? 1000 रुपियाँ। 1000 रुपियाँ। सैलुङ जाँदै गर्दा बाटोमा यी स्थानीय उत्पादनहरू पनि पाइँदो रहेछ। छुर्पी, घिउ, चकलेट लगायतका स्थानीय अर्ग्यानिक उत्पादनहरू यहाँका स्थानीयहरूले बाटोमा दिनभरि थापेर बिक्री गर्नुहुँदो रहेछ र बेलुकापट्टि यो आफ्नो पसल चाहिँ घरमा लानुहुँदो रहेछ। निकै शुद्ध यी स्थानीय खानेकुराहरू यहाँ स्थानीय व्यापारीले भन्नुभयो घिउको 1000 रुपियाँको माना रहेछ र त्यसै गरी छुर्पी लगायतका अन्य चिजहरू यहाँ थापिएको रहेछ। यहाँबाट निकै सुन्दर देखिँदो रहेछ है। सायद 108वटा थुम्का यहाँबाट देखिन्छ होला। 1 2 3 4 5 6 7 8
10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20, 21, 22, 23, 24, 25, 26, 27, 28, त्यही 30वटा थुम्का त यहाँबाट देखिँदो रहेछ। सैलुङका 100भन्दा बढी थुम्काहरू भएको कारणले गर्दा यसलाई सैलुङ भनिएको रहेछ। अहिले माथिबाट सबै थुम्का नदिएकै पनि यो तल आइसकेपछि यो भ्यूबाट चाहिँ 100वटा थुम्का देखिँदो रहेछ है। म हिजो राति यहाँ चाहिँ उक्लेको थिइनँ, अहिले चाहिँ उक्लेको। यो वान देखिन्छ, अन्डरफुल देखिन्छ। अन्त यहाँदेखि माथिसम्म त्यो टावरसम्म चाहिँ थुम्कै थुम्का छ, 100वटा थुम्का सैलुङको। म हिजो मेरो चाहिँ ड्रोनको क्याब चाहिँ यहीँ छुटेछ कि, अनि मैले यो क्याब ड्रोनको क्याब ल्याउनलाई पनि म खासमा आज आएको हो। र तैपनि अहिलेको भ्यू एकदम सुन्दर रहेछ। यहाँ 100वटा सैलुङका थुम्काहरू छन्। त्यो क्याब पनि भेट्यो है, एकदम सकको धन भन्छ नि। मैले त्यहाँ हिजो त्यहीँ छोडेको रहेछ ड्रोनको, मजाले त्यहीँ जस्तो राखिएको थियो त्यस्तै मात्र रहेछ। अनि अहिले त्यो ल्याएँ, अहिले मजाले यहाँ बाटोमा घोडा चढाउने दाइहरूको भिडियो पनि खिचेँ, निकै सुन्दर लाग्यो। म अहिले सैलुङको मुख्य भागमा आइपुगेको छु। मुख्य भाग भनेको यो टावर र गुम्बा भएको ठाउँ हो। यो ठाउँ लिएर पुग्दा भने मन निकै आनन्द हुँदो रहेछ, किनभने अग्लो टावर र एकदम शान्त रूपमा रहेको गुम्बा। अर्को यहाँको रोचक दृश्य त के रहेछ भने गौरीशङ्कर हिमालको रेन्जहरू देखिँदो रहेछ र दोलखा जिल्लाको सदरमुकाम चरीकोट अनि त्यहाँबाट प्रसिद्ध कालिन्चोक भगवती मन्दिर पनि यहाँबाट देखिँदो रहेछ। तपाईँले यसको पारिपट्टि हेर्न सक्नुहुन्छ, त्यो नै हो है। त्यसै गरी यो सैलुङ गाउँपालिकामा पर्ने रहेछ। कालापानीबाट 1 घन्टा लाग्छ भने पनि तर यहाँ आइपुग्दा बिस्तारै आउँदाखेरि 2 घन्टा लाग्ने रहेछ। यहाँ आएपछि भने मन निकै आनन्दित त हुने नै भयो। हावाको बेग भने उत्तिकै चलिरहेको छ, धन्नै उडाउला जस्तो पनि छ। तर यहाँको दृश्यले गर्दा यहीँ बसौँ जस्तो लागिरहेको छ। निकै तीव्र हावाको बेगसँगै मन पनि उडिरहेको छ। फाइनली हामी यो सैलुङको डाँडामा आइपुगेका छौँ। तपाईँले यतापट्टि टावर पनि देख्न सक्नुहुन्छ, पछाडिपट्टि एकदम अन्डरफुल भ्यू छ यो। त्यो सबै रेन्ज भनेको गौरीशङ्कर हिमालको रेन्ज हो। त गौरीशङ्कर सिमाल सम्पूर्ण रेन्जहरू यहाँ देखिन्छ। तपाईँले यतापट्टि हेर्नुभयो भने दोर्जिलागको हिमाल देखिन्छ। यो ठाउँमा एकदमै मजा हुने देखिन्छ। यो दोलखाको सैलुङ गाउँपालिका अन्तर्गत पर्दो रहेछ। यतापट्टि तपाईँले देख्न सक्नुहुन्छ, यो चाहिँ टावर पनि छ। टावरमा गयो भने यहाँको सम्पूर्ण दृश्यहरू देखिन्छ। यही दोलखा जिल्लामा रहेको प्रसिद्ध गौरीशङ्कर हिमाललाई काटेर गएको 86 डिग्री 15 मिनट पूर्वी देशान्तर रेखालाई आधार मानेर नेपालको पारमाणिक समय निर्धारण गरिएको छ। अन्तर्राष्ट्रिय समय निर्धारणलाई हेर्ने हो भने बेलायतको ग्रिनविचमा रहेको 0 डिग्री देशान्तरले अन्तर्राष्ट्रिय समय निर्धारण गरेको छ। यसको निकै महत्त्वपूर्ण रहेको छ यो दोलखा जिल्लामा रहेको गौरीशङ्कर हिमालको। तपाईँले पारिपट्टि देख्न सक्नुहुन्छ, यो सबै गौरीशङ्कर रेन्ज हो। सैलुङ प्राकृतिक दृष्टिकोणका साथसाथै धार्मिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ। यहाँ हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको आस्था जोडिएको छ। जनै पूर्णिमामा, बुद्ध पूर्णिमामा तथा धार्मिक अवसरहरूमा यो सैलुङमा भक्तजन र पर्यटकहरूको उल्लेखनीय भिड पनि लाग्ने रहेछ।
अनि यो भ्यू टावरमा चढ्दै गर्दा यहाँ रेखदेख गर्ने एकजना स्थानीय भेटिनु भएको छ। यहाँ सैलुङको बारेमा उहाँ के भन्नुहुन्छ त सुनौँ। राम श्रेष्ठ। हजुर यो सैलुङको बारेमा यो सैलुङ डाँडा थुम्काहरू 108 छ। हजुर अब त्यही कारणले मान्छेहरू अनि आउने यताउता घुम्ने 108वटा थुम्का छ यहाँ। हजुर, हजुर। यो वरिपरि गरेर 108वटा हो। हजुर सबै। ए अरू अब पृथ्वीको नाइट अनि बाघको ऊ शालिक होइन, त्यो गङ्गाटो गाईको शालिकहरू ए धेरै ऊ छ। तपाईँ स्थानीय बासिन्दा हो कि? हजुर यहीँ तल तपाईँ कहाँ राजवीर हो, ए राजवीर। हामीसँग राम श्रेष्ठ भन्ने यहाँ हाम्रो एकजना स्टाफ हुनुहुँदो रहेछ। उहाँले यहाँ सैलुङको बारेमा भन्नुभएको छ। हामी केही बेरपछि यो टावर पनि चढ्छौँ। तपाईँहरू यहाँ चाहिँ एकदम सस्तोमा टावर चढेर यहाँको भ्यू देख्न सक्नुहुन्छ। तर यो पारिपट्टिको यो रेन्जहरू के हुने हिमालहरू थाहा छ? हिमालहरू थाहा छैन छैन है। 20 रुपियाँ लाग्छ यसको चार्ज, एकदम सस्तो छ। यो सैलुङमा आइसकेपछि चिया पनि फ्री छ अनि यहाँनिर। ए चिया पनि फेरि हो ल। किन यो स्थानीय निकायले दिएको कि स्थानीय तहले यो तपाईँहरूले? चाहिँ हाम्रो यहाँनिर लोबेन गुरु हुनुहुन्छ लामा, हजुर उसले चिया चाहिँ फ्री। र यहाँको जस्तो गुम्बाको लोबेन गुरुङ लामाले चाहिँ यहाँ आउने पर्यटकहरूको लागि चिया पनि फ्री गर्नुभएको रहेछ। तपाईँले चाहिँ यदि चाहनुहुन्छ भने सैलुङ थुम्कामा आइसकेपछि चिया पनि खाएर जान सक्नु। इन्ट्रेस्टिङ लागिरहेको छ। फाइनली हामी यो माथि त्यो टावरमा गएर यो को अवलोकन गर्छौँ। मेरो पछाडिपट्टि पनि तपाईँले देख्न सक्नुहुन्छ यहाँ हिमालको रेन्ज पनि उत्तिकै मनोरम दृश्य छ। ल तपाईँहरू आएपछि यो टावर चढ्नुपर्ने हुन्छ है। फाइनली यो टावरमा पुग्नलाई एकदम साँचमा भइरहेको छ। करिब 3500 जति हाइटमा रहेछ यो। समुद्री सतहबाट करिब 3500 मिटरको उचाइमा रहेको यो सैलुङमा यहाँ भने टावर निर्माण गरिएको रहेछ। उसै त यो धेरै अग्लो सैलुङ चुचुराको यहाँ टावर निर्माण गरिँदा एकदमै यहाँको भ्यू भने प्रष्टै रूपमा देखिँदो रहेछ। वरिपरि सबै भ्यूहरू। सैलुङ चुचुरामा घुम्न आउने जो कोही पनि यो टावरमा त चढ्ने नै भए, किनभने यहाँको सम्पूर्ण भ्यू यो टावरबाट देखिने भएकोले सबै नै यो टावर चढ्दा रहेछन्। अहिले पनि यहाँ निकै पर्यटकहरूको घुइँचो छ, तपाईँले देख्न सक्नुहुन्छ। तर यो टावर चढेको भने जम्मा 20 रुपियाँ शुल्क चाहिँ लाग्ने रहेछ। र यहाँ अर्को फाइदाको कुरो के रहेछ भने यहाँ आउने जो कोही पर्यटकलाई कालो चिया भने यहाँका लामाले चाहिँ कालो चिया निःशुल्क रूपमा खुवाउनु हुने रहेछ। त्यसैले तपाईँ यहाँ आइसकेपछि निकै जाडो हुन्छ, यहाँको चिया चाहिँ खान नबिर्सनुहोस् है। अब हामी भने यो टावरबाट यहाँका वरिपरिका सबै दृश्यहरू हेरेर हामी फर्कन्छौँ। यहाँ घुम्न आइरहेका सबै पर्यटकहरूले यहाँको मनोरञ्जन त लिने नै भए, तर यहाँ आउने पर्यटकहरूले पुरानो एकदम चर्चित गीत माथि माथि सैलुङ्गेमा चौरी डुलाउनेलाई भन्ने गीत गाएर यहाँ मनोरञ्जन पनि गरिरहेका छन्। र यहाँ बुद्धको मूर्ति पनि रहेछ, यहाँ बुद्धको दर्शन पनि गरिरहेका छन्। यहाँ आउने पर्यटकहरूलाई को मन चाहिँ यो टावरमा चढिसकेपछि निकै आनन्द महसुस हुने रहेछ। मलाई पनि निकै आनन्दको महसुस भइरहेको छ। यहाँको सम्पूर्ण दृश्य हेर्दाखेरि पक्कै पनि मनै लोभ्याउँदो रहेछ यो सैलुङ डाँडाले। मजाले यहाँ डान्स गरिरहनु भएको छ हाम्रो दिदीहरू। निकै जे होस् धेरै सुन्दर लाग्यो। मैले सोचे भन्दा पनि धेरै उत्कृष्ट लाग्यो सैलुङ। तपाईहरू यदि सैलुङमा घुम्न आउँदै हुनुहुन्छ भने केही लामो टाइम लिएर आउनुहोला, किनभने हामीहरू घुम्न आएको अलि छोटो टाइम भयो, त्यति धेरै घुम्न पाइएन। तपाईहरू आउनुभयो भने 2-4 घन्टा टाइम यहीँ बिताउने गरेर आउनुभयो भने, किनभने यहाँको सम्पूर्ण दृश्यहरू हेर्न सकिन्छ। अहिले हामी माथि टावरमा गएर सबै यहाँको दृश्य हेरिसकेपछि अहिले तल ओर्लेका छौँ र हामी केही बेरमा तल कालापानीमा हाम्रो आजको बसाइ त्यतै छ र त्यहाँ जान्छौँ। अहिले ओह्रालो जाँदाखेरि यहाँबाट करिब आधी घन्टादेखि 45 मिनटसम्म कालापानीमा जान लाग्ने रहेछ। सैलुङ बजारसम्म जान लाग्ने भएकोले हाम्रा साथीहरू सबै जम्मा भइसकेपछि हामी लाग्नेछौँ र अहिलेको समय निकै छोटो समय छ। मैले अघि पनि भने तपाईँले अलि लामो समय लिएर तपाईँहरू यहाँ आउनुहोस्, एकदम मनोरञ्जन गर्ने गरेर आउनुहोस्। यहाँको भ्यू एकदमै राम्रो छ, एकदमै वन्डरफुल छ। गौरीशङ्कर हिमालका रेन्जहरू पनि यहाँ
राम्रोसँग देखिन्छ र यहाँको भ्यूहरू एकदम उत्कृष्ट देखिन्छ। यहाँ टाइम बिताउन धेरै राम्रो रहेछ, धेरै एकदम मन आनन्द हुँदो रहेछ यहाँ आउँदाखेरि। र बाटैमा पनि केही यहाँका अर्ग्यानिक सामग्रीहरू, यहाँ घिउ लगायत छुर्पी अन्य सामग्रीहरू पनि यहाँ पाइँदा रहेछन्, त्यो पनि किनेर लान सकिने रहेछ। र यहाँ अलिकता जाडो छ, बाक्लो कपडा लाएर चाहिँ यो माथि टपमा आउनु होला, तलतिर त जाडो छ। सकेर चाहिँ हिँड्छु है। अब सबै साथीहरू तल छ। यो ठाउँको विशेषता नै बेग्लै रहेछ एकदमै। अब म बाटोमा गएर घुम्छु, सबै कुरा मैले चाहिँ जानकारी भ्लगमा देखाउँछु। मैले तपाईँलाई सैलिङको विशेषता यो छ, यसको चाहिँ व्याख्या गर्न पनि सकिँदैन। अब म चाहिँ झरिसक्छु। मैले तपाईँलाई यो देखाएको छु। एकदम मजा आयो है। एकजना दाइ बाटोमा भेटेको, निकै गीत गाउनु हुँदो रहेछ, रमाइलो दाइहरू पनि हुनुहुन्छ। मैले चाहिँ उहाँको गीत पनि रेकर्ड गरेको छु। क्या मजा आयो अहिले बिहानको समय। तर हावा लागेर एउटा चाहिँ मलाई चाहिँ मन नपरेको चाहिँ के हो भने ड्रोन चाहिँ उडाउनै पाएन कि। एकदम अहिले बिहान ड्रोन उडाउनु पाएको निकै सुन्दर भ्यू आउँथ्यो, तर चाहिँ झन्डै हावा त यति बेग्लै लाग्यो कि अनि उडाउनै पाइएन। ल ठिक छ, के नै मैले हिजो बेलुका उडाएको छु, त्यो ड्रोनको फुटेज चाहिँ हाल्छु यसमा। म हिजो मेरो चाहिँ ड्रोनको क्याप चाहिँ यहीँ छुटेछ कि, अनि मैले यो क्याप ड्रोनको क्याप ल्याउनलाई पनि म खासमा आज आएको हो। र तैपनि अहिलेको भ्यू एकदम सुन्दर रहेछ। यहाँ 100वटा सैलिङको थुम्काहरू छन्। त्यो क्याप पनि भेट्यो है, एकदम सकको धन भन्छ नि। मैले त्यहीँ छोडेको रहेछ ड्रोनको, मजाले त्यहीँ जस्तो राखिएको थियो त्यस्तै मात्र रहेछ। अनि अहिले त्यो ल्याएँ, अहिले मजाले यहाँ बाटोमा घोडा चढाउने दाइहरूको भिडियो पनि खिचेँ, निकै सुन्दर लाग्यो। पुरै जङ्गल रहेछ यहाँ। यहाँ तल फेरि यहाँ त बाघखोर भन्ने ठाउँमा छ है। बाघखोर त लेखेको छ, बाघ छ कि छैन यो त थाहा छैन मलाई। तर यहाँनिर यो यता जाने बाटो चाहिँ बाघखोर हो अरे। बाघ चाहिँ धेरै मात्रामा पाइन्छ अरे। बाघ चाहिँ पक्कै पनि नहोला यहाँ, बाघखोर भने मात्रै हो कि न, पहिला चाहिँ बाघहरू भेटिने कारणले गर्दा यसलाई बाघखोर भनिएको होला सायद। बाघ चाहिँ त भेटिन्न होला। जानकारी ब्लगको नयाँ एपिसोड हेरिदिनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद। भिडियो कस्तो लाग्यो? यदि तपाईँलाई राम्रो लागेको भए लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न चाहिँ नभुल्दिनु होला है।